सो हेलो गाइज, के छ तपाईँहरू हालखबर? सबैलाई सन्चै होला। अनि आज चाहिँ मेरो दिन अब ढिला ढिला सुरु भयो। म 12 बजीतिर उठेँ होइन। उठेर चाहिँ टक्क अब कहाँ जाने भन्ने खालको भयो। अनि मेरो चाहिँ अब भिजा प्रोसेस हुँदैछ। अनि त्यही भिजा प्रोसेसको काम चाहिँ म बिस्तारै गर्दैछु। अनि आज चाहिँ टक्क अपडेट लिनलाई उठेँ बिहान 10-11 बजे, 11-12 बजीतिर उठेको थिएँ। उठेर अनि टक्क एक दुईवटा फोन घुमाएँ। अनि खासै केही प्रगति होला जस्तो मानिनँ मैले। अनि त्यही भएर अनि टक्क ल निराश भएर अब टक्क खानासाना खाएँ मैले। खानासाना खाएर बसिरहेको छु। अब खानासाना खाएर एकछिनमा निस्किन्छु भन्ने सोचिरहेको छु। अब यसो बाहिरतिर निस्किन्छ होला। अब आज चाहिँ धेरै टाढो जाने विचार पनि छैन। त्यही पनि 1-2 मिनटको भए पनि भिडियो अपलोड गर्न भए पनि यसो मार्केटतिर के कस्तो रहेछ भनेर म तपाईँहरूलाई यसो मार्केटतिर लग्छु। अनि लेट्स गो। टक्क निस्केँ होइन, यहाँसम्म बनेर अब कहाँ जाने भन्ने खालको दिमागमा आइरहेको थियो प्रश्न होइन। ठिकै छ भनेर टक्क तल निस्केँ। अनि टक्क चिया खान जान्छु भनेर हिँड्दै गएँ म चिया खानलाई। अनि टक्क म चाहिँ फर्स्ट स्टप चिया खान उत्रिन्छु क्या जहिले पनि होइन। अनि चिया लिनु पऱ्यो भनेर चिया लिएँ यताबाट। चिया लिएर अनि टक्क हिँड्दै थिएँ म। हिँड्दै चाहिँ अनि टक्क चिया सकिन लाग्थ्यो। ट्याक्क अगाडि हेरेको होइन, टक्क डस्टबिन यहाँ चाहिँ दामी छ क्या होइन। जस त्यही भएर सफा हुन्छ क्या यो ठाउँ होइन। जस डस्टबिन हरेक 500 मिटरमा एउटा डस्टबिन राखिदिएको हुन्छ। अनि टक्क यस्तो डस्टबिन थियो यहाँनिर चाहिँ। अनि टक्क चिया एक सिप हानेर फाल्दै चिया। अनि टक्क हिँड्दै म ठ्याक्कै अब मिना बजार पुग्न लाग्थेँ। तपाईँहरूलाई आज मिना बजारको भ्लग देखाउँछु भनेर। अनि मिना बजार पुगेँ म। मिना बजार चाहिँ एउटा राम्रो मोबाइल मार्केट होइन। मोबाइलदेखि लिएर होइन, सफ्टवेयरहरू होइन, कम्प्युटरको पार्ट्सहरू, हार्डवेयर पार्ट्सहरू होइन, किन्नलाई राम्रो ठाउँ छ होइन। अनि त्यसपछि यहाँ चाहिँ अब जस मोबाइलहरू होइन, इलेक्ट्रोनिक ग्याजेट्सहरू, ड्रोन होइन, यताउति सबै सस्तोमै पाइन्छ। अनि त्यही भएर टक्क यहाँ चाहिँ म छिरेँ यसो तपाईँहरूलाई देखाउनु पऱ्यो भनेर। अनि यहाँ चाहिँ त्यो सेक्सन पछि चाहिँ जेहोस् अब हुन्छ नि त, गोल्ड सेक्सन पनि वाइड ठुलो छ क्या, जहाँ चाहिँ अब सुन पाइन्छ होइन, गोल्ड होइन। अनि टक्क गोल्ड सेक्सन छिरेँ। टक्क यस्तो दामी देखिरहेको थियो क्या गोल्ड सेक्सनमा चाहिँ। अनि यहाँ चाहिँ अब जस ब्रान्डेड क्वालिटीको गोल्डहरू अब हुन्छ नि त, ठुल्ठुलो कम्पनीले अब जस हुन्छ नि त देखाउने गोल्ड एन्ड डायमन्ड्सको सपहरू चाहिँ यहाँ छ होइन। अनि टक्क त्यही क्रममा म हिँड्दै गएँ। अनि त्यसपछि अलि अगाडि पुगेको होइन, टक्क यहाँ चाहिँ तनिक्स र अनि त्यसपछि मलाबार गोल्ड्स रहेछ क्या। दुइटा अलमोस्ट सबसे ठुलो कम्पनीहरू गोल्डको होइन। अनि यस्तो दामी सजाएको थियो। अनि टक्क भिडियो खिच्दै तपाईँहरूलाई अगाडि देखाउँदै हिँड्छु भनेर गएँ। अनि त्यसपछि यहाँबाट चाहिँ अनि झ्याउ लाग्यो कि गर्ने के होइन, अब यहाँबाट कहाँ जाने जस्तो पनि लाग्यो। अनि टक्क त्यसपछि चाहिँ अब ल बोट चढ्ने ठाउँतिर गइदिनुपर्छ, त्यहाँबाट चाहिँ बबाल भ्यू देखिन्छ जस्तो लाग्यो नि त। अनि त्यसपछि टक्क म चाहिँ अब यहाँबाट हिँड्दै टक्क अब यो चाहिँ रोडको एन्डतिर आइपुग्नु लाग्थेँ। अनि त्यहाँबाट राइट लिएँ। टक्क राइट लिने बित्तिकै चाहिँ यो मस्जिद आइपुग्यो, दामी खालको मस्जिद होइन। अनि यो मस्जिदमा चाहिँ टक्क जस मैले अब हुन्छ नि त भिडियो बनाइदिएँ, एउटा दामी लागेर मस्जिद होइन, कलरिङै बबाल लागिरहेको मलाई त। अनि भिडियो बनाइदिएँ मस्जिदमा। अनि त्यसपछि ठ्याक्क मस्जिदबाट पारि चाहिँ जस हुन्छ नि त बोटसोट चढ्ने ठाउँ थियो, त्यहाँबाट चाहिँ कलरफुल भ्यू, दामी भ्यू आउने ठाउँ थियो क्या। अनि टक्क अब त्यहाँ जान्छु भनेर हिँड्दै गएँ। अनि ट्याक्क यो कर्नरबाट ऊ त्यो खम्बा देखिरहेको ठाउँनिर चाहिँ ट्याक्क अब त्यहाँनिर चाहिँ बोटसोट छ क्या। अनि गएँ म त्यहाँसम्म हिँड्दै। अनि त्यसपछि बाटोमा फेरि भिडियो खिच्नलाई यस्तो गाह्रो क्या होइन, बाटोमा भिडियो खिच्नै मिल्दैन यहाँ फेरि होइन। यहाँ भोइलेसनहरू आइदियो भने झ्याउ हुन्छ। अनि त्यही भएर बाटो साटोमा भिडियो सिडियो खिच्न अल्टो लाग्यो मलाई फेरि होइन। अनि राइट साइडमा चाहिँ फेरि गोल्ड सुक थियो क्या, ओल्ड गोल्ड सुक होइन, पुरानो गोल्ड सुक भन्ने ठाउँ थियो। अनि त्यहाँ चाहिँ अब दामी, त्यहाँ पनि दामी छ त्यो ठाउँ पनि। कुनै दिन भ्लगमा लगाउँला म तपाईँहरूलाई त्यहाँ पनि। अनि त्यसपछि यहाँबाट टक्क बाटो काटेँ मैले होइन, यसरी बाटो काटेँ। अनि यहाँबाट चाहिँ टक्क यो बोट चढ्ने ठाउँ आइपुगिहालेँ म। यहाँ चाहिँ तपाईँहरूले जोस् होइन, दुबईको सबसे सस्तो बोट राइड गर्न पाउनुहुन्छ। यहाँ चाहिँ बोट राइडको 1 रुपियाँ हो होइन। यहाँबाट अनि देरा लगिदिन्छ बोटले चाहिँ। देरा भनेको चाहिँ यहाँबाट जस्ट 15-20 मिनटको दूरीमा, पानी वाटर टु वाटर होइन दूरीमा छ। अनि टक्क यहाँ चाहिँ यसरी मैले टक्क देखाएँ, दामी भ्यू देखिरहेको थियो होइन। भ्यू नै दामी थियो क्या यहाँको त, यो ठाउँको त होइन। बबाल लाग्यो क्या मलाई भ्यू नै होइन। कलरफुल लाइटिङ होइन, दामी देखिरहेको थियो। त्यही माथि पानीले रिफ्लेक्ट गरिरहेको बबाल देखिरहेको थियो भ्यू होइन। अनि त्यसपछि चाहिँ म फेरि बरदुबे वाकतिर लागेँ होइन। यो अगाडि देखिरहेको चाहिँ पुरै रेस्टुरेन्टहरू थियो क्या। अनि त्यसपछि यो रेस्टुरेन्टको एरियामा चाहिँ अब भिडियो खिच्नलाई अलिक अप्ठ्यारो हुन्छ क्या, मान्छेहरूको फेसहरू आउँछ नि त, बसेर खाइरहेको हुन्छ। अनि त्यही भएर अप्ठ्यारो लागेर म चाहिँ अनि
अलिकति स्किप गरेँ यो पार्टलाई चाहिँ होइन। छिटछिटो हिँडेँ होइन। छिटछिटो हिँडेर टक्क म चाहिँ यो बाटोको एन्डमा पुगेँ क्या। अनि यो एन्डमा चाहिँ हेर्नु न कस्तो दामी लाइटिङ लगाएको छ क्या होइन। यो लाइटिङ चाहिँ पुरै जे होस् स्ट्रिट वकको लागि नै लगाएको हो होइन। दामी देखिन्छ है भनेर लगाएको हो होइन। हेर्नु न कलरफुल बत्ती थियो क्या होइन। टक्क बाटोको साइडमा होइन। सिगरेट अब स्मोकिङ एरियानिर होइन दामी बत्ती थियो। अनि त्यसपछि यतापट्टिको साइडमा चाहिँ सबै रेस्टुरेन्टहरू है। म यस्तरी घुमेर देखाउँछ है। यो पनि रेस्टुरेन्ट हो होइन। यो पनि रेस्टुरेन्ट हो। अब यहाँबाट जति बत्ती देखिन्छ उतासम्म होइन। म उतैबाट हिँडेर आएको नि त भर्खर। जति बत्ती देखिन्छ त्यहाँसम्म पुरै रेस्टुरेन्टै थियो। अनि यो चाहिँ मैले तपाईँहरूलाई जस्ट वकिङ गर्ने ठाउँ देखाइदिनु लाग्यो होइन। अब मान्छेहरूले भन्छ नि त फुटपाथ किन चाहियो हामीलाई, फुटपाथ त नभए पनि हुन्छ होइन। फुटपाथको त के महत्त्व छ र भन्छन् होइन। तर दुबईमा चाहिँ हेर्नुहोस् यो 4-5 लेनको बाटो जत्रो छ यो फुटपाथ होइन। यहाँ चाहिँ गाडीहरू अलाउड छैन। यहाँ चाहिँ गाडीहरू आउन निषेध छ होइन। अनि यो चाहिँ गभर्मेन्टले स्ट्रिक्टली हुन्छ नि त गाडीहरू नआउनलाई, मान्छेहरूलाई वाकैको लागि बनाइदिएको ठाउँ हो। यहाँ चाहिँ अब बस्ने ठाउँहरू बनाइदिएको छ होइन। अनि त्यस्तै अब डस्टबिनहरू राखिदिएको छ एभ्री 500 मिटर्समा होइन। अनि त्यसपछि ओपन बस्ने ठाउँहरू छ क्या, जहाँ चाहिँ अब पिसमा बस्न मिल्छ क्या। शान्तिले तिमी बस्न चाहन्छौ होइन। पानी छ होइन, रिभर लाइक होइन, खोला जस्तै छ। तर अब पानी अब तपाईँहरूले अब शान्त मन पराउनुहुन्छ वातावरण भने चाहिँ यो ठाउँ चाहिँ बेस्ट रहन्छ तपाईँहरूलाई होइन। अनि म पनि त्यही हिसाबले अब टक्क यो वाकमा इन्जोय गर्दै होइन चिया लिएको थिएँ। चियाको चुस्की हान्दै म पनि टक्क हिँड्दै गएँ। अनि अलि अगाडि पुगेपछि फेरि यसो होइन यहाँ आर्टहरू रहेछ अलिअलि स्टोन आर्टहरू बनाइदिएको छ स्ट्रिटमा होइन। अनि यहाँ चाहिँ फेरि कस्तो हो भने 24/7 सेक्युरिटी हुन्छ क्या होइन। 24/7 सेक्युरिटी हुन्छ। त्यही भएर अनि प्रब्लम हुँदैन क्या होइन। जति बजे आएर मान्छे घुम्न नि पाउँछ होइन। जति बजे आएर त्यहाँनिर होइन बस्न नि पाउँछ होइन। अनि यिनीहरूले चाहिँ पुरै बाटोमा जो वाकभरि नै बत्ती सत्तीको व्यवस्था गरिदिएको छ। अनि यो चाहिँ बस्ने ठाउँहरू पनि व्यवस्था गरिदिएको छ राम्रै होइन। अनि यहाँबाट चाहिँ यस्तो भ्यू देखिन्छ होइन। म भ्यू देखाउन लागेको थिएँ। अनि यहाँबाट चाहिँ दामी भ्यू देखिन्छ क्या फेरि होइन। किनभने त्यो नाइटको लाइटनिङ होइन त्यही माथि अब त्यो दामी भइरहेको अनि भ्यू दामी देखिन्छ। अनि यो हिँडिरहेको बाटो चाहिँ म अलमोस्ट जे होस् अब हुन्छ नि त यहाँको सेक भनौँ न, यहाँको सेक अल मक्तुमको जे होस् हुन्छ नि त पहिलाको दरबार भनिन्छ क्या। अनि त्यही भएर पनि होला यो ठाउँ यति राम्रो होइन। यिनीहरूले प्रिजर्भ गरेर राखेको छ यो ठाउँलाई चाहिँ। अनि ठ्याक्क यहाँ पुगेर मैले चाहिँ तपाईँहरूलाई भ्यू देखाउन खोजिरहेको थिएँ। अनि टक्क भ्यू देखाएँ। यस्तो दामी भ्यू देखिरहेको थियो होइन। बसम लाग्छ कि यो ठाउँमा आएपछि चाहिँ हुन्छ नि त मनै शान्त भएर आए जस्तो होइन। अनि त्यही माथि यहाँ चाहिँ अब जे होस् नेपालीहरू प्रायः धेरै भेटिन्छन् होइन। बर्दुबे हो। अनि त्यही भएर नेपालीहरू अब हुन्छ नि त यसो केही नभए पनि यसो कुराकानी गर्न भए पनि होइन हुन्छ नि त एकछिन माइन्ड फ्रेस गर्न आउनलाई होइन हुन्छ नि त आफ्नो साथीहरूसँग यसो घुम्न जानलाई पनि यो ठाउँ बेस्ट छ क्या हाम्रो लागि होइन। अब दुबईमा भएकोहरू सबले बुझ्नुहुन्छ होला यो कुरा चाहिँ होइन।